शीर्षक रहेको छ बाको एक्लो छोरो। स्वीकार्नुहोस्। च्यातिएको दौरा र टालेको टोपीमा बाले एउटा सपना पालेका थिए। आफ्नो भागको गाँस काटेरै भए पनि छोरालाई सहर पढ्न पठाएका थिए। कलम समाउने त्यो छोराले कापीका पानामा जादु भर्थ्यो। गाउँभरिकै ट्यालेन्ट त्यो केटो बाको निधारको चाउरी मेट्ने आँट गर्थ्यो। सकियो पढाइ, हातमा आयो प्रमाणपत्र, जागिर खोज्न उ सहरका गल्ली गल्ली भौतार्यो। तर इमान बेच्नेको भिड रहेछ त्यहाँ। भ्रष्टाचारको ढोकाले उसलाई बार बार पछार्यो। पैसा देऊ अनि मात्र कुर्सी पाउँछौ, पैसा देऊ अनि मात्र कुर्सी पाउँछौ। हाकिम काँखाहरूले घुस मागिरहे। बाको इमान र छोराको स्वाभिमान त्यो फोहोरी खेलमा हार खाइरहे। न त घुस दिने पैसा थियो बासँग, न त इमान बेच्ने मन छोराको। बाध्यताको भुमरीले थिचेपछि भाग्यले उसलाई मरुभूमितिर डोर्याएको। रुँदै बाले बिदाई गरे आँगनबाट। चाँडै फर्किनु है भन्दै आमाले भन्नुभयो। त्यो ट्यालेन्ट छोरा, देशले नचिनेको हिरा, खाडीको त्यो तातो बालुवामा पसिना बगाउन गयो। इटा, पसिना र आँसुले परदेशमा घर बनाउँदै गयो। बा आमाको औषधि आशा पैसामा बाँधेर पठाउँदै गयो। तर भाग्यले क्रूर प्रश्न सोध्यो, कतै नफर्किने यात्रा रोज्छौ? तर भाग्यले क्रूर प्रश्न सोध्यो, कतै नफर्किने यात्रा गर्छौ? मौन सहमतिमा ऊ बाकसभित्र फर्कियो। आज बाको आँगनीमा ऊ छ तर आवाज बिना। काठको बाकसमा सुतिरहेछ बाको लाठी बन्ने सपना। बा रुन्छन् आँगनमा, आमाको भकानो फुट्छ। बा रुन्छन् आँगनमा, आमाको भकानो फुट्छ। एउटा योग्य नेपालीको कथा यसरी नै टुट्छ। धन्यवाद।